नातिनुहोस् है हजुरहरू। नमस्कार, सूर्य भाइको ब्लगमा यहाँलाई स्वागत छ। सरको जुवाड गरेर आउनुहोस् है हजुरहरू। दमौलीबाट चुकुर भनेको यस्तो हुन्छ हजुर। जाने सिडी हजुर यो रमाइलो भयो। क्यामेराम्यान भएन तर टिकटकमा भाइरल हुनुहुन्छ है। ल म्याम नमस्ते म्याम। नमस्ते हजुर। कहाँ साधारण तरिकाको रोड चाहिँ कस्तो खालको खड्न दिने ननिजुवाला हाम्रो झिङ्गटीहरू चाहिँ सब बाँदरले बिगाएर छ। त्यहाँभित्र चाहिँ खिच्नु हजुर। फोटो सेसन गर्दै हुनुहुन्छ क्यामेराम्यान हाम्रो म्याम। बन्दुक पहिला हाम्रो पृथ्वीनारायण शाहले अड्डा गोर्खा दरबार स्थानीय कालो उखुको जुस भनेर यहाँ छ हजुर। जुस पाउने ठाउँ हजुर। भित्र राख्ने मेरो भाग मैले राखेको छु म्याम। हजुरलाई दिनुभयो उखु। अब हाम्रो म्याम मेरो त दाँत अलिक पोलियो छैन, अगाडि राख्नु क्या हो। स्योर त लाएर माइने मिन्स त यहाँ राख्छौँ हामी। ठाउँमा राख्छौँ यहाँ छ हजुर। प्याक गरिरहेको छु मैले स्योर त लाएर खायौँ। हाम्रो चाहिँ यहीँ फलेको लोकल उखु हो यो उखु हो हाम्रो यहाँको लोकल उखु हजुर। यो हाम्रो म्यामहरूले लिइरहनु भएको छ यहाँ चट्टा लाएर उखु खाँदै हुनुहुन्छ हाम्रो उहाँ दिदी। स्थानीय कालो उखुको जुस पसल तथा खाजा पसल रे यहाँ जुस पेलेर पाइन्छ हजुर। यहाँ चट्टा छातामा बसेर हाम्रो स्थानीय उखु अर्ग्यानिक हजुर एकदम उखु ल हेर्नुहोस्। यहाँ यस्तो लस्सी कालो उखुको जुस कफी चिया चना अन्डा पाइन्छ अरे हजुर यहाँ। ओके हाम्रो म्यामहरू उखुको जुस खाइरहनु भएको छ। गोर्खा दरबार परिसरमा रहेका महत्त्वपूर्ण सम्पदा स्थलहरू उपलकोट, वज्र भैरव थान, चण्डी थान, सिद्ध पाइला, हनुमान भन्ज्याङ, श्री विद्या मन्दिर, चौघेर दरबार, रोडपाटी, गोरखनाथ मन्दिर, पशुपतिनाथ, गुजीश्वरी, पण्डित पाटी, गोरखमूल दरबार, रङ्गमहल र किल्लाहरू देखिरहेछ। हाम्रो म्यामहरू अगाडि बढिरहनु भएको छ आज। यसो हामीले चाहिँ यसो म्यामले सहयोग गरेको यस्तो रहेछ आज। हाम्रो चाहिँ यहाँ पूजा पाठ गर्ने होला हजुर, मन्दिरमा चढाउनुको लागि अथवा घर लिएर जानको लागि। म्यामहरू बिस्तारै बिस्तारै बढ्छ। हाम्रो म्यामहरू कफ गर्दै हिँड्नु भएको छ। नमस्ते म्याम। नमस्ते। बिस्तारै आउनुहोस् है म्याम। एकदम मलाई त एकदम रमाइलो। यता गोर्खा किल्लाको दरबार, ढुङ्गाको कटाई एकदम हाम्रो नेचुरल। हाम्रो
हाम्रो म्यामहरु सेल्फी लिइरहनु भएको छ। पुर्खौली एकदम नेचुरल ढुङ्गाबाट बनाएको रहेछ यो हजुर। हाम्रो म्यामहरुले पृथ्वीनारायण ओके म्याम 4 जनाको ओके म्याम। यस्तो नराम्रो टाइपिङमा झ्याउँछ हनुमान भज्याङ गोर्खा दरबार हेरचाह अड्डा भन्ने रहेछ हजुर। हेर्नुस् ढोकाहरुको डिजाइन यस्तो छ। हाम्रो पुर्खौली हाम्रो ल हेर्नुस् हाम्रो डिजाइन हाम्रो म्यामहरु हिमालको नजारा लेख्दै हेर्दै यो मनाल्छु हिमाल भन्दै हुनुहुन्छ हजुर। मनाल्छु हिमाल। यहाँ चाहिँ शिवलिङ्ग रहेछ हजुर। यस्तो छ एकदम हाम्रो हेर्नुस् हाम्रो ओहो हो एकदम सुन्दर सुन्दर छ हजुर। यस्तोबाट हाम्रो यस्तोबाट छलेर हान्ने हो म्याम यो गोली बन्दुक। पहिला हाम्रो पृथ्वीनारायण शाहले हाम्रो नेपालको यो चाहिँ सुपारी ट्री जस्तो छ हजुर। सुपारी ट्री नै होला। फोटो राम्रो लिनुहोस् है म्याम। सुपारी बोट म्यामले फोटो सेसन गर्दै हुनुहुन्छ। क्यामेराम्यान हाम्रो म्याम। यता चाहिँ हिमाल हजुर। हिमाल यता चट्ट चिया खाने रिसोर्टहरू छ। हाम्रो स्कर्पियो तल बसिरहेछ। यहाँ चाहिँ सिस्नु रहेछ हजुर। सिस्नु भनेको हाम्रो ज्यान दुखेको अर्ग्यानिक खायो भने राम्रो हुन्छ। हाम्रो फर्स्ट टाइम हाम्रो पृथ्वीनारायण शाहले कसरी साहसीकरण गर्नु होला। यस्तो हिमाल पहाडी सबै हाम्रो नेपालमा एकीकरण 22औं 23औं राज्यलाई एकीकरण गरेको। पहिला राज्य थियो 2200 2300 2400 राज्य थियो रे हजुर पहिला। यो चाहिँ अर्ग्यानिक सिस्नु हजुर। सिस्नु खानु पर्छ। ओके हाम्रो एकदम सैनिक भनेको पुरानो सैनिक भनेको उहाँ नै हो। गोर्खा पृथ्वीनारायण शाहको सैनिक भनेको हाम्रो म्यामले फोटो सेसन गर्दै हुनुहुन्छ। यहाँ भित्र चाहिँ चुलो छ हैन म्याम? चुलो छ भन्नु भएको छ। हामी काठमाडौँदेखि आएको हजुर। हामी काठमाडौँदेखि आएको हजुरको शुभ नाम चाहिँ शिवबाले। हजुरको यो हाम्रो पृथ्वीनारायण शाहको पुरानो पुरानो ड्रेस। अनि यहाँभित्र चाहिँ के छ भन्नु चुला पृथ्वीनारायण शाहले सिकेको छ। पृथ्वीनारायण शाहको जन्म भएर जन्मको कोठा पनि यही हो। सिकेको चुला छ त्यहाँ। चुला चाहिँ नजानु हजुर। हजुर म्याम हाम्रो म्यामहरूले पूजा गरिसक्नुभयो। यहाँ त भिड भइसकेको छ त एकैछिनमा। ए कालिका मन्दिर। हामीले फुलपाती पनि यहीँबाट लाने होइन म्याम? फुलपातीको पनि हजुर। यहाँबाट फुलपाती हनुमान ढोका हो लाने। त्यसपछि त्यहाँ बढाइ गरेपछि बल्ल दसैँ सुरु हुने ठाउँमा आइहाल्छौँ। बाँदरले चाहिँ अलिक व्यवस्थापन गर्नुपर्ने रहेछ हजुर। एकदम दुःख दिँदो रहेछ हजुर। त्यही गर्नु पर्छ। एकदम भक्तजनहरूलाई आनन्दले पूजा गर्ने नदिने रहेछ। कतिखेर खोसेर लग्यो थाहै पाउँदैन। तपाईँको कतिखेर तपाईँको थाहै हुँदैन। तपाईँ एकछिनमा यसो बोकिरहन्छ मोबाइल खिचिरहन्छ ट्याप भइदिन्छ। अब हेरेर आयो हजुर हजुर। यसलाई चाहिँ अलिकति व्यवस्थापन गर्नुपर्ने रहेछ यहाँको समिति अथवा
गर्नुपर्छ। सिसी क्यामेराहरू रहेछ, ठिक छ। यहाँको ल हेर्नुहोस्, झारिरहेछ सबै। होइन नानी हो, यता छिटा हो, त्यहाँ ढिङ्गटे झार्दा बाँधेले लगायो टाउकोमा। झिङ्गटी एकदम झारिरहेछ, यसले पो बिगार्दो रहेछ झिङ्गटी त। यो चाहिँ हाम्रो पृथ्वीनारायण शाहको दमा हो, यो बजाउने हो, अनि त्यसपछि चाहिँ तोप पड्काउने हो, ड्याङ ड्याङ लगाएर। ल हेर्नुहोस्, हाम्रो नेपाललाई बचाएको, नेपाल एकीकरण गरेको हाम्रो नरिवल फुटाउने छ रहेछ हजुर। ठ्याक्क नरिवल फुटाउनको लागि यो यसो हाम्रो राधा पौडेल हजुर रमा अधिकारी नामले पनि स्वागत छ। हाम्रो टिका लगाइरहनु भएको छ, राम्रो, धेरै राम्रो। टिका लगाइरहनु भएको छ। पृथ्वीनारायण शाह उहाँले देश जोगाउने हाम्रो बहादुर सेना भनेको उहाँ नै हो हाम्रो। यसो भन्यो अब यो दरबारहरू बाँदरले चाहिँ अलिक दुःख दिँदो रहेछ हजुर। बाँदरले चाहिँ अलिक जङ्गलमा यसो खानेकुरो लगाएर व्यवस्थापन गर्न सक्यो भने राम्रो हुन्थ्यो। उनले पनि बाँच्नको लागि सङ्घर्ष गरे हो, तर हाम्रो लागि चाहिँ अलिक दुःख दिए हो। हाम्रो झिङ्गटीहरू चाहिँ सब बाँदरले बिगारेछ है हजुर। यहाँ यो बाँदरलाई चाहिँ यसो, यहाँ चाहिँ बाँदरले झिङ्गटी खसाल्न सक्छ, सुरक्षित रहेर दर्शन गर्नु होला। बाँदर पनि यता पनि आउने, उता पनि आउने। यसलाई बाँदरले चाहिँ अलिक व्यवस्था पनि गर्नुपर्ने रहेछ। हिजोको चाहिँ दिनुहुन्छ हजुरहरूले हामीलाई? बाँदर म हेर्छु नि। यहाँ पकाउने अनि तल चढाउने हजुर। ए जय गोरखनाथ बाबा की यो चिम्टा, यो चिम्टा हजुर। ए चिम्टा, गोरखनाथ बाबाको चिम्टा हजुर। अनि यो चाहिँ हजुर, यो यहाँ छ नि, यो चाहिँ के होला हजुर? यो हजुर, यो नि देउते हो। देउते हो, त्यो हजुर। यो चाहिँ होम हाल्ने हजुर। ओके हजुर, हस् हजुर। यो रोटी चाहिँ के के हालेर बनाउँछ? यो पृथ्वीनारायण शाहको पालादेखि नै होला, ननिबेको होला। त्योभन्दा पनि पहिल्यैदेखि हजुर? तपाईँकोमा छ एउटा भिडियो बनाउनु मन लाग्यो मलाई। भनेपछि यो हाम्रो भनेको हाम्रो अगेनामा चुलो ननिबेको बराबर हो। हाम्रो अगेनामा चुलो पहिले पहिले निप्दैन थियो नि, अहिले पो लाइटर आएर अगल्टो। यो चाहिँ धेरै शताब्दीदेखि नै बाल। यहाँ चाहिँ अगेन हाम्रो यो चाहिँ ओदान होइन हजुर? ओदान चारवटा छ त, तीनटा होइन ओदानको त? मिस्टेक गरेर बनाएछ। ओदान भने 3 चुलो हुन्छ। ओदानको टिका लगायो भने भूत प्रेत कसैले केहीले पनि छुँदैन भन्ने, कसैको नजर लाग्दैन भन्ने पनि मान्यता छ हाम्रो परम्परा अनुसार। अखण्ड धुनी ओके, हाम्रो यो अखण्ड धुनी भनेपछि अगेनमा कहिले निप्दैन। अब चिम्टा त यत्रो छ भनेपछि अब चिम्टा हजुर। यो झिङ्गटी चाहिँ हाम्रो तान्त्रिक विधिबाट लागेको हो। पहिला चाहिँ तान्त्रिक विधिबाट लागेको। रोट भनेको चाहिँ के हुन्छ हजुर त्यसमा?
रोडमा किसमिसहरू राख्छु किसमिसहरू जे होस् मसलाहरू मिसाइन्छ मिठो स्वादिष्टिको लागि त्यही भन्नु पर्यो रोड भनेको चाहिँ खास गरी रोड चाहिँ साधारण तरिका चाहिँ रोड चाहिँ कस्तो खालको हुन्छ गहुँको जौको उहाँको जेको पनि पिठो चाहियो ए चामलको हजुर औँसी एकादशी दिन औँसी एकादशी दिन चामलको चढ्दैन चामलको चढ्दैन ए चामलको चाहिँ औँसी र उसमा चाहिँ चढ्दैन ओके भाउजू ओके गहुँको आँटाको अरू दिनमा चाहिँ गहुँको अरू दिनमा चाहिँ चल्यो फेरि गहुँको चाहिँ सदाबार गहुँको जौको नाम चाहिँ त दिलमान 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 गुरुङ श्रेष्ठ ओके हजुर थ्याङ्क यू छिटो आउनु न हाम्रो यो गोर्खा दरबार पृथ्वीनारायण शाहको हेलो हजुर हजुर कहाँदेखि आउनुभयो हजुर दाङ भ्यालीदेखि आउनुभएको ओहो हजुरको शुभ नाम हजुर तपाईँ हेर हामी त काठमाडौँदेखि ल आउनुहोस् म्याम एकदम बनाएको छु म्याम हितको पनि आउनुहोस् म्याम वेलकम अब हामी हाम्रो म्यामहरू आउँदै हुनुहुन्छ यो हाम्रो टिकटकमा भाइरल हो हजुरहरू प्र्याक्टिस हो ल हामी देखेको छौँ हामी त्यहाँ रेस्ट पनि आउँदाखेरि 6 वर्षको हुँदा अलिअलि सम्झिन्छु म्याम 6 वर्षमा आउनु भएको 6 महिनामा आएर 2 वर्षमा आएको हजुर आमा लिएर आउनुभयो अनि पछि 6 वर्षको हुँदाखेरि आएको अलिअलि सम्झिन्छु हजुर हिँडेर आएको नि त्यसपछि छैठीको दिनमा चाहिँ बुवा आमाले भाकल राखेर हजुर अनि त्यसपछि 6 महिनामै ल्याउनु आयो है 2 वर्षमा अनि त्यसो अहिले हजुर कति वर्ष हुनुभयो हजुरले त कति वर्ष भयो 80 वर्ष त भयो हुनु भएको छैन होला 80 वर्ष हुनुभयो तर यतिकै तगडा त 50-60 वर्ष भन्दा पनि तगडा हुनुहुन्छ हजुर है हजुर फेरि दर्शन गर्नु आउनुभएको गोरखनाथ कालिका हजुर आस्था लाग्छ कालिकाले बचाउनु भयो नि मलाई जन्मको दिनदेखि अहिलेसम्म हजुर ओके भन्नुहोस् ल म्याम नमस्ते म्याम नमस्ते कालिका मन्दिरबाट झर्दैछ हजुर अब यो चाहिँ रोड हो साह्रै मिठो टेस्ट छ हजुर कालिका मन्दिर र गोरखनाथको प्रसाद विशेष हजुर गुरुले दिनुभएको थियो यसको टेस्ट चाहिँ साह्रै मिठो छ थ्याङ्क यू हजुरहरू क्यामेराम्यान भएन क्या हो क्यामेराम्यान भएन ल टिकटकमा भाइरल हुनुहुन्छ है हजुरहरू म्याम नमस्ते म्याम नमस्ते नमस्ते के छ सोरे भाइ थ्याङ्क यू भेरी मच वेलकम मलाई मसँग भिडियो खिच्न मन लागेर हजुर म्याम अनि हजुर यहाँ आउनुभयो एकदम रमाइलो भयो ड्रेस पनि मिलेछ ड्रेस पनि मिलेछ हजुर एकदम रमाइलो भयो थ्याङ्क यू राम्रोसँग ल्यायो ए कलर म त म्यामको यो निलो कलर भने त शान्तिको प्रतीक हो भनेर हजुर शान्ति मान्छे पातलो पनि उस्तै लाग्यो पातलो पनि म्याम
यो चाहिँ स्वर्ग जाने सिडी हजुर यो स्वर्ग जाने सिडी आउनुहोस् न आउनुहोस् यता हाम्रो यो हिमाल यहाँ चाहिँ यस्तो चन्द्र र सूर्य यहाँ चन्द्र र सूर्य रहेछ यहाँ चाहिँ यस्तो छ किल्ला यस्तो यहाँबाट चाहिँ हिमाल देखिन्छ हजुर हाम्रो नेपालमा त यो चाहिँ हाम्रो ओके हाम्रो म्यामहरू बिस्तारै आउँदै हुनुहुन्छ मेरो चाहिँ कपाल अलि मिलेन छ कोही बात छैन माछा पुछ्रे हाम्रो म्याम म्याम हजुर शुभ नाम चाहिँ अनुराधा राधा पौडेल रमा अधिकारी म्यामले पनि स्वागत छ नि मेरो भिडियो मार्फत ओके ब्लग बनाउने हो ब्लगै हो म्याम ल हेर्नुहोस् पहिलाको चुकुल यसरी लगाइन्छ हाम्रो चुकुल भनेको यस्तो हुन्छ हजुर यस्तो हुन्छ हजुर चुकुल ढ्याक लाउँयो ढ्याक यो छिराएपछि लग लाग्यो हाम्रो ढ्याक लाएर ढोका शिलाले ताम्राले यहाँ चाहिँ फोटो सम्झनाको लागि फोटो गोरखनाथ दर्शन उहाँले बनाइदिनुहुन्छ यस्तै फोटो यो जय हनुमान यो आलु चप पकाइएको हजुर गोर्खाको कालिका मन्दिर तल फेदीमा बसेर आलु चपको व्यापार गर्न सुरु गरेको छु बिजनेस म्याम बिजनेस कुकिङ बिजनेस आउनुहोस् आलु चप छ यहाँ तातो तातो मिठो मिठो खानुहुन्छ भने हस् म्याम यताबाट लिदिनु हस् म्याम ओके म्याम ओके भिडियो पनि मात्र हैन फोटो पनि ओके म्याम हाम्रो सेल तरकारी यहाँ गोरखनाथ कालिका मन्दिर दर्शन गरेर आइसकेपछि हामीले यहाँ खाजा नास्ताहरू खान सकिन्छ हाम्रो हजुरले के चिया पकाउनु भएको हजुरले के पकायो बाबु आहा हजुरको शुभ नाम चाहिँ के पर्यो होला हजुर मेरो शुभ नाम ज्ञानु थापा ओहो उहाँले कुकिङ गर्नुहुन्छ हाम्रो म्यामले चाहिँ हेल्प गर्दै हुनुहुन्छ उहाँलाई ल यो आलु चप बनाउन आँटेको छु कि हजुर यो यसरी हालेर हजुर यो चु गरेर टक्क हाल्ने हजुर अनि बेसन यसरी प्लेट कहाँ हुन्छ बहिनी खानु पर्यो नि अब यसरी टक्क हालेर आलु चपको बिजनेस गरेको छु ओके उताबाट साइडमा किटलीमा पानी तातिरहेको छ पानी तातै छ तातो पानीको पनि सुविधा छ यहाँ हजुर तातो छ हाम्रो म्याम चाहिँ उहाँ चाहिँ कालिका मन्दिर हो कालिका तल गोरखनाथ मन्दिर छ हजुर हैन ठाडै छ उकालो चाहिँ तर भर्याङ छ हामी सक्नेलाई त केही छैन 35 डिग्रीमा छ किन उठ्सेको के म्यामले पनि हेल्प गर्न लानु है या म्याम ए मेरो त चाहिँ अलि बिजनेस चाहिँ मेरो डिपार्टमेन्ट पर्दैन मैडम दिन तक म्यामले हेल्प गर्नु भएको ओके मेरो डिपार्टमेन्ट चाहिँ अरु नै छ अरु खाइन्छ र यो पकाउनु हामीलाई पर्दैन होला त्यसो किन यो अहिले तपाईँ डर छ छोडिदिनु होला है हामी नजानु लाएर फेरि आलु चप यो चाल्ने सिस्नु खाजा लिइरहनु भएको छ नास्ता ए मान्छे भिड भइसक्यो बस त कति आइसकेको छ यहाँ ल ल ल ल ल यहाँ त ए मान्छे झ्याउ भइसक्यो ल ए ल यहाँ त भिड भइसक्यो हजुर यहाँ त ओहो हजुरहरू कहाँ रनिङ गरेर रन हो कहाँदेखि आउनु भयो हजुरहरू दमौलीबाट आमा रन बाप ओके ल हेर्नुहोस् यहाँ त सानो बाबुहरू नानी बाबु ओके म्याम ओहो चिया म्याम कुन जुन ल्याउनुहुन्छ माथि पनि दरबार सर हेर्नु थ्याङ्क यू म्याम उता ढुङ्गा हेर्नु त्यहाँ कत्रो छ त्यही ढुङ्गाबाट लडेको होला कि त्यहाँबाट हेरेर होला कि त्यहाँबाट युद्ध गर्नलाई त्यो ढुङ्गा युज गरेको थियो होला त्यहाँ बसेर चाहिँ वार गरेको होला म्याम पुरा गोर्खा दरबार यता
होइन गोर्खा दरबार मेन त्यही हो के त माथि सायक अर्को दरबार छ अरे अर्को सायक ओके हामी चाहिँ अब नास्ता खाँदैछौँ आलु चप अघि मैले पकाएको ओहो म्यामले एउटा टेस्ट गरौँ त म्यामले हजुरले पकाउनु भएको ल थ्याङ्क यू म्याम थ्याङ्क यू अब चिया गुड मर्निङ म्याम हजुर अब खाजा पनि खाइसक्नुभयो पूजा पनि गरिसक्नुभयो होइन म्याम अब चाहिँ बिस्तारै जाने हजुर केबल कार चढेर मनोकामना जाने त्यहाँ बास बस्ने भोलि बिहान यसरी दर्शन गर्ने अनि काठमाडौँ गयो ओके म्याम हाम्रो म्याम पनि आउँदै हुनुहुन्छ एकदम कति बलिया छन् क्या नास्ता म्याम नास्ता मिठै थियो मिठो चप पकाएर खाइयो म्यामले त कुकिङ गर्नुभयो नि होइन कुकिङमा म्यामले हेल्प गर्नुभयो हाम्रो ज्ञानु दिदीलाई यो चाहिँ हाम्रो टोकन अफ लभ किन्नको लागि यहाँ ल हेर्नुहोस् टोकन अफ लभ ए गाडी किन्ने के किन्ने हजुर ल हेर्नुहोस् यहाँ मन्दिरमा त्यही अनुसारको जुवाड गरेर आउनुहोस् है हजुरहरू म्याम अब हामी मनोकामना आइपुग्यौँ होइन म्याम मनोकामना आइपुग्यौँ अघि दर्शन गरेर हामी अघि गोरखनाथ र कालिका माईलाई दर्शन गरेर आइसक्यौँ अब फाइनली अब हाम्रो मनोकामनाको यात्रा छ हजुर म्याम होइन त्यस्तो होइन ओके म्याम हजुर म्याम के फोटो लिने कि म्याम घरको राम्रो फोटो म्याम हाम्रो सेल्फी ब्लग बनाउँदैछौँ म्याम नमस्कार सूर्य भाइको ब्लगमा यहाँहरूलाई स्वागत छ हामी चाहिँ गोर्खा कालीका दर्शन गरेर आएको हिजो बेलुका गएर त्यहाँ बसेर अहिले हामी मनोकामना केवलकारको अगाडि छौँ मनोकामना गएर बस्नु आज भोलि दर्शन गरेर काठमाडौँ पुग्ने हो It was very fantastic travel actually. It was very cool, very fantastic, very cozy, wonderful, talking a lot, enjoying a lot, love nature, really enjoying it. Surya is a very fantastic driver. He is a pilot of our group and he's very cool guy, very intelligent, very smart. We are very lucky. मैले त पाइलट त मैले पढाएको धेरै पढाएको पाइलट त पढेको हुन्छ यो हाम्रो स्कर्पियोको पाइलट भयो म्याम अनि हाम्रो हिन्दू परम्परा अनुसारको रीतिरिवाज यो त्यो बारेमा हल्का भनिदिनुहोस् मलाई चाहिँ केही राम्रा छन् केही नराम्रा छन् राम्रो कुराहरूलाई नराम्रो कुराहरूलाई चाहिँ मोडिफाइड गर्दै लैजानुपर्छ अनि मलाई विशेष गरिकन मन्दिरहरूमा आउने भनेको चाहिँ जे किसिमको एउटा चाहिँ त्यहाँको आर्किटेक्ट त्यहाँको चाहिँ डिजाइनहरू एकदम मनपर्छ मलाई अनि 300, 400, 500, 700 वर्ष अगाडि मानिसहरूले कसरी बनायो होला हेर्दा कति समय लाग्दैन समय मन्दिर सोर्सेस डिजाइन चाहिँ मलाई एकदम इन्सपिरेसन लाग्छ कि मैले त केही गरेकै छैन जस्तो फिल हुन्छ केही गर्नुपर्ने लाग्छ अर्को चाहिँ कामबाटै काइन्ड अफ अल्टरेसन के अलिकति रिलिफ हुने रिचार्ज हुने नेचरसँग मान्छेको टेस्ट छैन मनपर्छ अनि अर्को चाहिँ अब धार्मिक स्थलहरूमा आउँदाखेरि म चाहिँ खासमा एकदमै पुरै गर्नुपर्छ मन्दिर जानुपर्छ भन्ने खालको मान्छे चाहिँ होइन मलाई चाहिँ तर सुपर नेचुरल पावर छ भन्ने कुरामा चाहिँ विश्वास लाग्छ मन्दिरहरू आउँदाखेरि मलाई म सोसियल वर्क गरेको छु अब यहाँ पनि के हिसाबले सोसियल वर्कमा गर्न सकिन्छ भन्ने लाग्छ अनि हजुरले यो हाम्रो छ नि अब यो हाम्रो परम्परा चाहिँ हजुरले कस्तो लाग्छ हाम्रो परम्परा अलि हिन्दू सबैले समान रूपमा हेरिन्छ हाम्रो परम्परा हेरिन्छ तर कहिले फेरि यसै हेरिन्छ एक प्रकारले हेर्दाखेरि एकदमै सबैलाई बराबर गर्ने जस्तो लाग्छ तर फेरि गहिरिएर हेर्ने भने त्यहाँभित्र विभेद पनि छ जस्तै उदाहरणको लागि महिलाहरूलाई अघि त्यहाँ थियो नि तपाईँले कालिकामा हेर्नुभयो नि
यो नरिवेल चाहिँ पुरुषले फोर्ने भनिरहेको थियो नि, तर पूजा म्याडमले, रमाले, समिलाले आफैले फोरे होइन। छोरा मान्छेले मात्रै फोर्न पाइन्छ भन्ने चाहिँ एक प्रकारको विभेद हो के, अथवा चाहिँ दलितहरू जान पाइँदैन भन्ने विभेद हो। त्यस्तो कुराहरू चाहिँ हटाउनुपर्छ, अथवा महिनावारी भएको बेलामा मन्दिर जानु हुँदैन भन्ने कुरा पनि हटाउनुपर्छ। तर हाम्रो शास्त्रमा चाहिँ कहीँ पनि लेखेको छैन त्यो महिनावारी हुँदाखेरि अब मेन्सुरेन्स हुँदाखेरि चाहिँ छुनु हुँदैन भन्ने चाहिँ आफूमा अलिकति सफा सुग्घरमा भएपछि ओके। हाम्रो हाम्रो शास्त्रमा चाहिँ लेखेको छैन त्यो सफा सुग्घर चोखो नीति गरेपछि खाली पनि जाँदो रहेछ के हो। एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा, 11, 12, 13वटा रहेछ हजुर। केबल कार झुन्ड्यो यहाँ, केबल कार पनि अड्किँदो रहेछ है, जाम भयो ट्राफिक लाइन। अब जेन्टर चालु गर्छ त्यसपछि आउँछ, नातिनुहोस् है हजुरहरू। झुन्ड्यो चालु भइहाल्यो। भाइको बुढीको पसन्द शान्ति होटेलमा हामीले खाजा खायौँ। माछाको अचार साह्रै मिठो दामी, चिया पनि खतरा, चना पनि मिठो छ। तपाईँहरूले बाटो हिँड्दै हुनुहुन्छ भने यहाँ बसेर खानुभयो भने सफा पनि छ, टोयलेट पनि सफा छ, रिभर साइड सिन फन्टास्टिक। थ्याङ्क यू सुरे यहाँ ल्याएकोमा हामीलाई। ओके म्याम। अब हाम्रो फ्राई राइस चट लाएर यहाँ चाहिँ माछाको परिकारहरू धेरै होइन हजुर, माछाको परिकारहरू पाइन्छ। यो झिँगे माछा लाएर यो मलिकको साइड हो हाम्रो चाहिँ, मलिकको शान्ति होटल यस्तो छ हजुर। शान्ति होटल एन्ड गोजुरी मलिकको धारिङ 98 140 83 88 02 नम्बर। लोकल कुखुरा, झिँगे माछा, आलु चप, नेपाली खाना खाजा सेट, झिँगे माछा, आलु चप, सेलरोटी, तरकारी, यता फ्राई माछा खाना सेट, मोमो। ओहो त्यो खाजा अलि नभनौँ होइन हजुर। ओके अब हाम्रो हजुर म्याम अब हामी अब फाइनली अब काठमाडौँ यात्रा होइन म्याम आज मनोकामना। गोर्खा कालिका पनि एकदमै राम्रो, मनोकामनाको दर्शन पनि एकदम राम्रो, एकदमै हाम्रो सूर्य भाइ पनि एकदमै भेरी गुड ड्राइभर, एकदमै स्पिड पनि होइन, स्लोली ल्याउनु भयो। अब यहाँ सबैजनाले चाहिँ सम्झिनु भयो भने सूर्य भाइ जस्तै मान्छेलाई सम्झिनु होला, सम्पर्क गरिदिनु होला उहाँलाई। एकदम कम्फर्टेबल यात्रा हुन्छ उहाँसँग जाँदाखेरि। थ्याङ्क यू म्याम। अब म्याम हजुरको म्याम सूर्यसँगको यात्रा त्यसको नि साह्रै गजबको हो। सूर्य भाइ पनि गजब, यात्रा पनि गजब, रमाइलो, एकदम रमाइलो छ। अब फेरि पनि सूर्यलाई हामी सम्झिरहन्छौँ। हाम्रो उहाँ म्याम चाहिँ सबैको राम्रो छ, गाडी राम्रो छ, सेफ सुरक्षा। ओके अलिक गफ गर्नु चाहिँ पहिला गर्दैन थियो, अहिले चाहिँ ओके थ्याङ्क यो मिलन ग्लोभ्स कस्तो हो? मिलन ग्लोभ्स खै मैले यो त मलाई थाहै छैन कसको हजुर। यो मिस्टर मिलन ब्लग यतिपट्टिको ए हाम्रो मिलन भाइ ए उहाँको युट्युब च्यानल पनि रहेछ हजुर। ल हेर्नुहोस् मिस्टर मिलन ब्लग्स भनेको के रहेछ यो, इभन फोटोग्राफी भिडियोग्राफी वेडिङ फोटोग्राफी भिडियोग्राफी भनेपछि
वर्तमानहरूको सबै बनाउने रहेछ यसमा चाहिँ हजुर। ल उहाँले चाहिँ त्यस्तो अथवा युट्युब पनि चलाउनु हुँदो रहेछ। ओके म्याम। ल अब फाइनली अब हामी सुन्तला खरिद गर्छौँ। सुन्तला हाम्रो बहिनी दिदी है दिदी हो हजुर। म्यामहरूले सुन्तला खरिद छान्दै हुनुहुन्छ। गोर्खाको सुन्तला होइन यो हजुर? बाहिरको घाइराङको? ए ताल्ती घाइराङको। ल आफ्नै गाउँकै रहेछ। ल उसो भए म्याम पहिला हाम्रो गाउँमा सबभन्दा फर्स्टमा सुन्तला उहाँकै बारीमा हो नि म्याम? हजुर सुन्तला पहिला भुइँचालो पछि अलिक सुकेर गयो। ए घाइराङको सुन्तला हजुर यो हाम्रो म्यामले। ओके सुन्तला हजुर क्या सुन्तलो। हाम्रो म्याम चाहिँ यता बसिरहनु भएको छ। उहाँहरूले सुन्तला टेस्ट गरिसक्नुभयो म्याम? ओके म्याम। हाम्रो म्यामहरूले फाइनली केरा किन्नु भएको छ। म्यामले हामीले लोकल केरा खरिद गर्नुभयो। मुस्कान दिनुभएको छ उहाँले है। हाम्रो यहाँ लोकल बनाना खरिद गर्दै हुनुहुन्छ। हाम्रो यहाँ ओहो हाम्रो घरको कुकुर पनि रहेछ यहाँ। ल आइज बाबु बिजनेस गर्दै। ल ओके कुनलाई जो हाम्रो म्यामले बनाएर टेस्ट गर्दै हुनुहुन्छ। लोकल बनाना म्याम एक्सक्युज मी म्याम यसो केराको बारेमा यसो विश्लेषण के छ जान्ने? विश्लेषण तपाईँ गर्नुहुन्छ? यो हाम्रो अर्ग्यानिक नेचुरल के बनाना हो म्याम? चिनी चम्पा हजुर हजुर। हामीले अति जाँदा पनि एक हातको खायौँ। हजुर अहिले चाहिँ 7 हात लाग्दैछौँ। चिनी चम्पा रे हजुर मिठो छ। फरक छ अर्ग्यानिक। हजुर तपाईँहरू पनि कसैलाई बाटो हिँड्दा गर्दा केरा किन्नु छ भने चाम्बास भन्ने ठाउँ छ यो हजुरको। हजुर चाम्बासमा लिएर जानु मिलाएर दिनुहुन्छ। हजुर उहाँले राम्रो छ। ओके म्याम थ्याङ्क यू म्याम। झपरी म्याम यो केराको नाम झपरी हजुर लिनुहोस् म्याम लिनुहोस्। एक पिस लिनुहोस् म्याम। हो छेउपट्टि लिनुहोस् म्याम। मिल्छ म्याम मिल्छ। खै म्याम एकचोटि टेस्ट गर्नुहोस् म्याम। हो छेउबाट झपरी हजुर। म्याडम झपरी चाख्नु त हाम्रो म्यामले झपरी केरा टेस्ट गर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो यतै बारीतिर फलेको हजुर। यो ल हेर्नुहोस् गाई भैँसीको मल हालेर फलाएको हो हजुर यो। हजुर म्याम यो हल्का यसमा गुलियो कम हुन्छ म्याम। यसमा चाहिँ यो चाहिँ इङ्ग्लिसमा सुगर बनाना भन्दो रहेछ। यसमा फाइबर बढी रहेछ म्याम। ओके म्याम थ्याङ्क यू।